जय नेपाल, जय नेपाली सेना। आजको भिडियोमा नेपाली सेनाले प्रयोग गर्ने राइफल्सहरूको बारेमा जानकारी लिएर आएको छु। नेपाली सेनाले कस्तो प्रकारको राइफल्स प्रयोग गर्छ हैन, त्यो जान्न उत्साहित हुनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। अनि भिडियो मन परेमा लाइक, कमेन्ट एन्ड शेयर गरेर सबैजनाले सपोर्ट गरिदिनु होला। र कुनै राइफलको बारेमा विस्तृत जानकारी चाहिन्छ भने कमेन्टमा लेख्नुहोला। ल सुरु गरौँ। पहिलोमा चाहिँ M16 जुन दुई भेरिएन्टमा आउने गर्छन्, M16A2 एन्ड M16A4 भेरिएन्ट, जुन US को कम्पनीले 1963 मा यसलाई इन्भेसन गरेको थियो या बनाएको थियो। त्यसपछि अर्को रहेको छन् K2C1 एसल्ट राइफल, जुन कोरियाले 2015 मा डेभलप गरेको थियो। त्यसपछि अर्को राइफल रहेको छन् M4 क्याराबिन, जुन स्पेशल फोर्स रेन्जरले बढी प्रयोग गर्ने गर्छन्। यसको डेभलप US को कम्पनीले 1994 मा गरेको थियो। त्यसपछि अर्को राइफल रहेको छन् AK47, जुन 1949 मा सोभियत युनियनद्वारा बनाएको थियो। त्यसपछि अर्को राइफल रहेको छन् इन्सास LMG, जसको डेभलप इन्डियाले 1998 मा गरेको थियो। त्यसपछि अर्को राइफल रहेको छन् IWI टाभोर TAR-21। यसको उपयोग रेन्जर र स्पेशल फोर्सले मात्र गर्ने गर्छन्, जुन इजरायलले 2001 मा डेभलप गरेको थियो। त्यसपछि अर्को राइफल रहेको छन् CAR-15, जुन लिमिटेड युज मात्र हुन्छ यसको, जुन US को कम्पनीले 1966 मा डेभलप गरेको थियो। त्यसपछि अर्को राइफल रहेको छन् IMI डेलिल, युज्ड बाई रेन्जर एन्ड एलाइट ट्रुप्स, जुन इजरायलले 1972 मा डेभलप गरेको थियो। त्यसपछि अर्को राइफल रहेको छन् IWI ACE, जसको युज मिलिट्री पुलिसहरूले गर्ने गर्छन्। यसको डेभलप इजरायलले 2008 मा गरेको थियो। त्यसपछि अर्को राइफल रहेको छन् IWI X95। यसको युज रेन्जरहरू तर पारा कमान्डरहरूले गर्ने गर्छन्, जुन इजरायलको कम्पनीले 2009 मा डेभलप गरेको थियो।